कम्प्युटर दिने काम भयो तर क्वालिफाइड टिचरको अभाव छ। इभन म आफू यदि बेसिक कोर्स गरेको छु भने अथवा बेसिक कोर्सको तयारीमा छु भने पनि म आफू त्यहाँको त्यस विद्यालयको कम्प्युटर शिक्षक बन्नुपर्ने अवस्था छ। त्यसमै समस्या देखिन्छ। विद्यालयको आर्थिक अवस्था न्यून छ। त्यो न्यून आर्थिक अवस्थाको कारणले छुट्टै शिक्षक व्यवस्थापन गर्न सक्ने अवस्था विद्यालयको छैन र जिल्ला शिक्षा कार्यालयले तथा सरकारले राष्ट्रिय रूपमा अथवा शिक्षा कार्यालयको मातहतबाट जिल्ला शिक्षा कार्यालयको मातहतबाट एउटा योग्य शिक्षकको लागि दरबन्दीको क्रिएट गर्नुपर्ने देखिन्छ। यदि दरबन्दीकै क्रिएट गर्न सक्दैन नै भने पनि त्यस्ता सम्बन्धित निकायले विशेष तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ। धेरैको दैनिक जीवनमा कम्प्युटर शिक्षा अपरिहार्य भइसकेको छ। कम्प्युटर शिक्षा अभावमा आफूले थुप्रै अवसर गुमाउनु परेको धादिङ ज्यामरुङ घर भई हाल दुबईमा कार्यरत भुवन गुरुङले बताए। उनले गाउँ गाउँमा कम्प्युटर शिक्षा भन्ने नारा सहित 2 वर्ष अघिबाट अभियान नै थालेका छन्। युवाहरू विदेशी क्रममा चाहिँ विभिन्न देशमा चाहिँ रोजगारका क्रममा चाहिँ पुगिरहेका छन् र त्यस क्रममा चाहिँ हेर्दाखेरि अन्य मुलुकका जुन युवाहरू चाहिँ अलग किसिमको चाहिँ क्याटेगोरीका जबहरू गरिरहेका हुन्छन्, हाई क्वालिटीको हुन्छ र हाम्रो नेपालीहरू चाहिँ के हुन्छ भने जहाँ पनि तपाईँको लोडिङ गरिरहेको हुन्छ, साबेल चलाइरहेको हुन्छ र हामीले राम्रो अपर्च्युनिटी पाउँदा पनि त्यसलाई युज गर्न पाइरहेको हुन्छ। र यसको मेन जड भने के भन्दाखेरि हामीसँग चाहिँ विज्ञान तथा प्रविधिक शिक्षा नै नभएको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो गर्नु परेको र त्यही जुन जडलाई चाहिँ हामी उखालेर चाहिँ अब आउने पिँढीहरूलाई चाहिँ अन्य देशको चाहिँ नागरिकहरू सरह चाहिँ काम गर्न सक्षम बनाउने उद्देश्यसहित हामीले यो अभियान सुरु गरेका। स्वदेश तथा विदेशमा रहेका धादिङले कम्प्युटर शिक्षा नपाएकै कारण आफूहरूले अवसर गुमाउनु परेको सम्झँदै आगामी दिनमा जिल्लाका विद्यार्थीले त्यस्तो समस्या भोग्न नपरोस् भन्ने चाहना सहित उनीहरूले गुरुङको अभियानलाई सहयोग गर्ने बताएका छन्। यहाँको विकासको लागि यहाँको विद्यालयहरूले प्रगति गर्नुपर्छ, विद्यालयहरू अगाडि बढ्नुपर्छ भन्ने हामीलाई लागेर त्यसको समस्याको खोजी गर्ने क्रममा चाहिँ हामीले के सोच्यौँ भने यो 21औं शताब्दीमा आइपुग्दा जुन यो विज्ञान र प्रविधिको युगमा आइपुग्दा हामी किन पछाडि परिरहेका छौँ भन्ने कुरा हामीलाई गम्भीरताका साथ हामीले मनन गऱ्यौँ र हरेक गाउँका स्कुलहरूमा स्कुलका भाइ बहिनीहरूले कम्प्युटर देख्न पाए, सिक्न पाए, त्यसलाई शिक्षालाई अझ अगाडि बढाउन सकिन्छ कि भन्ने हाम्रो मनसाय रह्यो। त्यसैले यसलाई हामीले अभियानको रूपमा लैजाने जमर्को गर्यौँ। विगत 3 वर्षदेखि यसलाई हामीले सुरु गरेका हौँ। उनीहरूले यसै वर्षदेखि शङ्खादेवी उच्च माविलाई 24 थान कम्प्युटर, 2 थान प्रोजेक्टर, 1 थान प्रिन्टर, मञ्जुश्री उच्च मावि ज्यामरुङलाई 15 थान कम्प्युटर, 1 थान ल्यापटप र 1 थान प्रिन्टर, कार्कीगाउँ उच्च मावि सल्यानकोटलाई 13 थान कम्प्युटर, 1 थान प्रोजेक्टर उपलब्ध गराउनुका साथै प्रत्येक कक्षा कोठामा सीसी क्यामेरा जडान गरिदिने भएका छन्। अभियानले यसै वर्षदेखि स्थानापति मावि, अचने उच्च मावि, त्रिपुरेश्वर खहरे, कुमारी देवी मावि लगायतका विद्यालयमा 70 भन्दा बढी कम्प्युटर वितरण गर्ने भएको छ। गाउँ गाउँमा शिक्षा अभियानकै क्रममा नेपालमै पहिलो पटक सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड शङ्खादेवी उच्च माविलाई दिन लागि छ। त्यसपछि बोर्डबाटै अध्यापन थालिनेछ। हामीलाई अहिलेसम्म भन्नुपर्दाखेरि झन्डै 250 भन्दा धेरै साथीहरूले सहयोग गरिसक्नु भएको छ र यसमा साथीहरूले कम्प्युटर, प्रोजेक्टर, अहिलेको जुन आधुनिक शिक्षाको लागि युज हुने स्मार्ट बोर्डहरू सहयोग पाइरहेको छ। हामीले अहिलेसम्म जुन गत साल चाहिँ हामीले ज्यामरुङ गाविस अन्तर्गत पर्ने श्री शङ्खादेवी उच्च माध्यमिक विद्यालयमा चाहिँ करिब 8 लाख बराबरको कम्प्युटरहरू 24 सेट कम्प्युटरहरू चाहिँ हस्तान्तरण गरिएको थियो र यस वर्ष पनि हामीले लामस्थान माध्यमिक विद्यालय प्लस मञ्जुश्री अनि अहिले चाहिँ हामी यो कटुङ्गेमा गरिरहेका छौँ र यस्तै हाम्रो अन्य 5वटा स्कुलहरूमा हस्तान्तरण कार्यक्रम हुँदैछ र यो अभियान अन्तर्गत अलमोस्ट भन्दाखेरि करिब 2 करोड जतिको चाहिँ यो अभियान हुँदैछ। गाउँ गाउँमा कम्प्युटर शिक्षा अभियानले अहिले धादिङको दर्जनौं विद्यालयमा कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, कक्षा कोठामा सीसी क्यामेरा, शैक्षिक सामग्री र भवन निर्माणमा सहयोग गर्दै आएको छ। गाउँ गाउँमा शैक्षिक क्षेत्रमा विभिन्न संघ संस्था र व्यक्तिबाट समेत सहयोग हुन थालेपछि जिल्लाको शैक्षिक स्तर उकासिएको छ। दर्शकबिन, यो धादिङको विकट गाउँ बस्तीमा रहेको विद्यालयहरूलाई गाउँ गाउँमा कम्प्युटर शिक्षा नामक संस्थाले अहिले 100औं कम्प्युटर र ल्यापटप लगायतको सामग्रीहरू
बाँडिरहेको छ। यो सामग्रीहरू यहाँ ग्रामीण भेगका विद्यार्थीहरूलाई अध्ययनका निमित्त दिँदै गर्दा यसको प्रभावकारिता कति रहनेछ, यसले कतिको शिक्षामा आयाम थप्ने भन्ने त्यो आगामी दिनमा हेर्न बाँकी नै छ। एबिसी रिपोर्टर रमेश आचार्य, धादिङ, कटुन्जे।